हाम्रो यो नेपाल र इन्डियाको ट्रिपको तेस्रो भिडियोमा हजुरहरूलाई स्वागत छ। हामीले पहिलो र दोस्रो एपिसोडमा राखिसकेको छौँ रचेस्टर न्युयोर्कबाट नेपालसम्म हामी काठमाडौँसम्म पुगेका भिडियोहरू, जहाँ चाहिँ हामीले देखाइरहेको थियौँ कि कस्तो दुःख प्रकारले चाहिँ हामी रचेस्टरबाट न्युयोर्क सिटी हामी पुग्यौँ, जहाँ हाम्रो प्लेन क्यान्सल भएको कारणले गर्दा न्युयोर्क सिटीमा फ्लडिङ भएको कारणले अनि हामीले राति चाहिँ यसरी यो ट्रक रिजर्भ गरिकन भ्यान रिजर्भ गरिकन हामी गइरहेको थियौँ। दुःख प्रकारले रातिको 1-2 बजीको आसपासमा हामी न्युयोर्क सिटी पुगेको थियौँ एकदमै कठिनाइ प्रकारले। अनि त्यहाँ बस्ने ठाउँहरू नभएर गेट बन्द भएको कारणले गर्दाखेरि बिजोग भएको थियो। यसरी घुम्दै बसेर खानाहरू खाएर होइन, अनि ट्रेनको यात्राहरू त्यो सबैको गऱ्यौँ। अनि बिहानै गेट खोल्यौँ, त्यस पछाडि हामी प्लेनमा चढिकन न्युयोर्क सिटीलाई चाहिँ छोड्दै अनि हामी क्याथी एयरलाइन्सबाट हङकङको एयरपोर्टमा पुगेको थियौँ। एकदमै सुन्दर लाग्यो हामीलाई यो एयरपोर्ट, धेरै सफा। अनि त्यहाँको केही बसाइ लेओभरको पछि चाहिँ हामी नेपाल 17 वर्ष पछाडि वापस हुँदै नेपालमा पाइलट आइपुगेको थियौँ। अनि हाम्रो आफन्तहरू आउनुभएको थियो त्यहाँनिर। भोलिपल्ट चाहिँ हामी बिहानै उठेर त्यहाँ काठमाडौँका केही भागहरूमा हामीले घुम्ने मौका पायौँ। अनि एकदमै रमाइलो भएको थियो। हामी यसरी बाटोमा यात्रा गर्नु पाउँदाखेरि ठाउँमा लभिङ वाल पनि हामी पुगेको थियौँ राम्रो हुँदै। अनि त्यस पछाडि हामी राति चाहिँ लाहुरी भन्ज्याङतिरको यात्रा थियो हाम्रो रिसोर्टमा। एकदमै कठिनाइ थियो पानी परेको कारणले गर्दाखेरि बाटो, तर पनि हामी यहाँनिर एउटा अथेन्टिक प्रकारको हाम्रो स्टे भएको थियो। अनि बिहानै उठेर चाहिँ हामी पोखरातिरको यात्रामा हामी बाटो लाग्यौँ। यो एपिसोडमा चाहिँ हामीले हाम्रो पोखराको यात्रा अनि त्यहाँको हाम्रो कन्फरेन्स घुमघामको बारेमा चाहिँ राखेका छौँ। आशा छ हजुरलाई मनपर्नेछ। अब हामी पोखरा यात्रा गर्दैछौँ। तपाईँबाट पूर्ण सुरक्षा माग गर्छौँ। हामीलाई मुक्ति र जीवन दिने ख्रीष्ट येशू बनाऊ। हामी अहिले जाँदैछौँ। यहाँ तपाईँ देख्दै हुन्छ यो जुन हामीले बस डलर रिजर्भ गरेर हामी गइरहेको छौँ पोखरातिर हाम्रो कन्फरेन्समा। How are you? बिस्तारै जाओ। कुन भनेर चाहिँ देखाउँछ यहाँ? Which one? नानी बिस्तारै कहाँ जानु भएको? कोही चाहिन्छ मकै खाँदैन कोही कसरी भनेको 100को 3 अम्बक भन्छ हौ ठुलाबाट हाल्ने। हामीले अहिले यो बेनी बजार सम्झिने के भन्दो रहेछ। अनि यहाँनिर मकै चाहिँ एकदम गाडी रोकेर होइन गाडी रोकेर भने त्यसलाई गाडी हाइज्याक गरेर हजुर यहाँ आमा अघि बोलाउनु भएको थियो मकै देखेर। हजुर अनि अब आउँदैन हाइज्याक गर्न सक्यौँ। अनि एकछिनमा यो यतिलाई $40 भन्दै थियो, कतिले चाहिँ 100 पनि भन्दै थियो, रुपियाँ भन्दै थियो। तर 30 रुपियाँ यतिलाई एउटालाई $30 एउटा रुपियाँ हजुर। हामी के गर्दैन
हामी यहाँनिर आइसकेका छौँ जाँदैछौँ झर्दैछौँ भाइले 32 वर्ण व्यञ्जन खाना तयार रेडी गरेर टेस्ट गरिसक्नु भयो एउटा मिठो लागेको छैन Prince and princess, why we are not moving here? I was trying not to move earlier. कति सफा रहेछ नि भाइ यहाँ खाना रुच्छ अब हो नि हजुर हजार खाइसकेर बाटो लागिसकेका छौँ फेरि पनि यहाँ 3 घन्टा भन्ने कुरा छ तपाईँको फुल रहेछ यसलाई जगाउनलाई भन्यो फुल यहाँ कुकुर फुल भन्ने म हेर्दै गर्छ उहाँहरू पुग्छ नि साथमा 7th फ्लोर हिजो त्यहाँ बसेको होला नि हामी कहाँ ढिलो भयौँ खाने ठाउँमा होइन बिहानै बिहान ढिलो गरेको थिएँ ढिलो निकाल्नु हाम्रो पोखरामा नेक्स्ट 3 डेजको घर भनेको चाहिँ यही नै हो यो कोठामा छ हामी 503 होटल पोखरा भिलेज
खनिदिएको बाटोमा हामी हिँड्दै गर्दा आज हामी सजिलो बाटोमा आइसकेका छौँ अनि यो सजिलोलाई चाहिँ हामी कठोर हृदय नबनाऊ आज सजिलो छ भन्दैमा कठोर हृदय नबनाऊ त्यो बेलामा कठोर परिस्थितिमा उहाँले नम्रताको हृदय बनाउनु भयो र आज हामीलाई सजिलो भएको छ सेवकाई गर्नलाई उहाँले सबैबाट प्रेम गर्छौँ खाने लाउने घर कुराहरू विचार विमर्शका कुराहरू हाम्रो मन धेरै नजिक हुनेछ यसकारण परमेश्वरलाई महिमा भएको होस् ल म सरको ग्रुपमा थ्याङ्क नलाउनु पर्ने नलाउनु पर्ने घुम्न आएको मान्छे यसरी हिँड्नु अरे कि गाडी केही आएको छैन यसो गरेर अनि उनीहरू रोकिन्छ अरे क्या गाडी केही आएको छैन कि यसो गरेर हिँड्नु अरे उधर बाबा छिटो न टिकट बुझाइदिनु घरको दुवालाई कति सेफ गरेको छ यहाँ प्रिसप गनाउँछ यार हाम्रो नेपालको उता त गर्नु गर्नु पटक हजुर नि No, I thought you touched it right after Baba said do not touch it. Oh no, I just smell. Do not touch the look. Another guy. हजुर No wonder why Priyas, I know you're very talented, but come. Oh my god.
जानुपर्छ होला म हिजो राति फेरि दिदी रातो रात भाइरल हुन्छ होला फेरि इन्डियाको मान्छेलाई यस्तो नि हामी अर्को यहाँनिर केपमा आइपुगेको छौँ महेन्द्र केप समथिङ के अरे जाँदैछौँ फेरि पनि नानी आयो प्रिस्का कोसँग गइन् नानी आउनु छिटो लु कति राम्रो ढुङ्गे फुलले कति शोभा दिन्छ नि अहिले चाहिँ हामी यहाँनिर डेभिस केप सकेर यसलाई के भन्छ महेन्द्र केप हजुर हजुर हो नि हजुर उहाँ चाहिँ यहाँ पोखरामा काम गरिसक्नु भएको एक्सपर्ट हुनुहुन्छ लामो समय अगाडि उहाँले यहाँनिर बोर्डिङ इन्जिनियरको काम गरेको इन्जिनियरिङ आर्किटेक्ट यो पो दामी लामो त ठाउँ त आइगयो सफा पनि नि दामी लाग्यो मलाई यो चाहिँ बरु के सानो बेबी हरायो ओहो तिम्रो फ्रेन्ड यहाँ कहाँ हुनुहुन्छ होला त्यो मात्रै हेर्ने हो कि छानाहरू केही होइन हजुर यो चाहिँ अब गुफाभित्र छिर्न मिल्छ नि त ए हजुर मजाको छ गुफा म गएर पछि गरेर सेप छैन कुन कुन ठाउँमा त भिडियो यो गुफा हो यो गुफा हो अब बोक्छु यो गुफाभित्र हामी अहिले हिँड्दै गरेको अवस्था चल्क्यो अहिले यता फर्क त यता फर्क What did you see? Would you like to join them? No? No. गाडी बिस्तारै बिस्तारै नकुदिकिन आइहाल्नु ल तर एकछिनमै ओके भाइ फास्टर like this like this like this जति पनि त्यो गाडीमा हुनुहुन्छ तपाईहरु चढिसक्नुहोस् हामी यात्रा सुरु गर्नेछौँ यो हो त भाइ गरी स्वर्गीय रेभरेन्ड पास्टर सामुएल खवाज्यूको पुस्तक भाइ लाजसले उहाँको पाण्डुलिपि मलाई पठाउनु भयो केही दिन अनि त्यो पाण्डुलिपि हेर्दै गर्दाखेरि चाहिँ म अचम्म लागेको कुरा हो स्वर्गीय पास्टर सामुएल खवाजीले यति धेरै लामो पुस्तक यति ठुलो पुस्तक तयार गर्नुभएको रहेछ यद्यपि उहाँले आज यो दिन हामीसँग फिजिकल्ली शरीरमा हुनु नभए तापनि उहाँले यति धेरै मेहनत गर्नुभएको रहेछ यो साधारण मान्छेले लेख्नु नसक्ने किताब नै हो अनि अघि पास्टर जोनले भन्नुभएको जस्तो उहाँले त्यो प्रार्थनाको जीवन जिउनु भएको कारणले गर्दाखेरि त्यो पुस्तक उहाँले लेख्न उहाँ
योग्य हुनुहुन्छ भन्ने कुरामा कुनै धेरै धन्यवाद। ल गर्नभन्दा अगाडि धेरै धेरै धन्यवाद। हामी यो काट्छौँ पहिला। मम्मी हजुरले काटिदिनु सघाइदिनुहोस् सबै एउटा। हजुर सबै नै काट्नु पऱ्यो जति छ। उहाँलाई नै दिनुहोस् त्यो फिर्ता फेरि जसले र नयाँ जागृतिहरू हरेकले पाउन सकोस् हामी यसरी प्रार्थना गर्छौँ यीशु प्रभुको नाममा। No, where is mom? We have to go. No, here mom. Yeah, Mrs. तल आइपुगेका छौँ तर अँधारो भएर बोटमा चढ्न पनि पाएन। के गर्नु? हाई गाइस, कस्तो लागिरहेछ? कस्तो लागिरहेछ? राम्रै लागिरहेको छ। बिरामी छु यो बनाइ मागे राम्रो बनाइदिनु भयो। फेरि पोखराको चिनो भयो नि मन पर्यो भयो नि यही चाहिँ। कतिवटा देख्नुहुन्छ एउटालाई पहिले पकाउनु भएको हो नि? हुँदो रहेछ भन्नु भएन। पहिले पकाउनु हजुर 3 दिनहरु बनाउनु त्यो सबै सिद्धिन्छ। ओसिकल छैन नि हो? पहिला खाएर हेर्नु कतिवटा खाना कतिजना छैन। एक एकवटा कसरी बेच्नुहुन्छ? 6वटा। पहिले यो एउटाको 6 आउँथ्यो, 6वटा कि 8वटा, अहिले एउटाको 10 है ल। ए आइए साँच्चीकै रहेछ ठोक्रे चाहिँ यही टेस्ट गरिदिए सुरुमा। ए नानी मैले त को भन्नु नानी हेर त बजे केही छ ए हजुर हजुर ग्लास चाहिँ तताएर मम्मी मेरो पाएन हजुर माछा खान आउनु छ एउटा मिसर आउनुहुन्छ यता नि त्यहाँबाट नि यो रे कति ले खिच्नु पर्छ उमलाई नानी म उमले त खिच्ने पनि नि त यो बोर्ड कति बजे खुल्छ त हजुर बिहान हुन्छ 7 बजे नै हुन्छ ए ल त हामी आइहाल्यौँ आउँदैछौँ ल करिब करिब अहिले 8 बिलियन मानिसहरू छन् हैन। 8 बिलियन मानिसहरूमा करिब करिब आधा मानिसहरू गर्दाखेरि हामीले एउटा यो नेपाली बाबुलाई पनि हामी खदा अर्पण गरेर एउटा सानो
प्रेम भेटी हामी नानीलाई दिनेछौँ जसले गर्दा उहाँलाई त्यसले ऊर्जा मिल्नेछ र फेरि म नाच्नुपर्छ भन्ने कुरा नानीको मस्तिष्कमा आउनेछ। अहिले हामी झापातिरको यात्रामा छौँ। पोखराको हाम्रो कन्फरेन्स सकिकन यहाँ आइपुगेको छौँ। अहिले यहाँ हामी बसमा गइरहेको छौँ झापातिर। बाबा आउनु छिटो। अनि अहिले सफल खाजा घरहरू यहाँनिर आइपुगेको छौँ। डाँडा सुन्दर रमणीय डाँडाको यहाँनिर सेरोफेरोमा हामी एउटा होटलतिर यहाँ आइपुगेको। कस्तो थाहा छ कुन हिमाल होला? माछा पुछ्रे अहिलेको पोखराको हो नि त होइन? यो खोलाको नाम छैन होला है सायद, कसैले क्लेम गर्ने गर्दा हुन्छ। कुन ठाउँ होला नि यो? पत्ता पायो भने अनि यो दिनहरूमा चाहिँ ड्राइभरहरूलाई पुरा भुक्तान नदिनु हुँदो रहेछ। जस्तै कि ड्राइभर फेरिनु पर्ने सर्टन आवर्स भएपछि मेरो विचारमा सायदै 6 घन्टा 7 घन्टा कतिको कुरा हो। खुसी लाग्यो मलाई नेपालमा त्यस्तो भएको। धन्यवाद तपाईँलाई स्वास्थ्यको आफूलाई विशेष परमेश्वर चलाइ राख्नुपर्छ। राम्रो छ।